की करत करत अभ्यास ते जन्मत होत सृजान रसरी आवत जावत है श्री पर करे निशान। जो निरन्तर अभ्यास गरिरहन्छ, निरन्तर कोशिश गरिरहन्छ, ऊ जीवनमा अवश्य सफल हुन्छ। तर जो कोशिश गर्छ तर धैर्य गर्न सक्दैन भने उसको एक दिन हार अवश्य हुन्छ। त्यसकारण प्रयत्नको फलस्वरूप ध्रुव महाराजले भगवानको दर्शन पाउनुभयो। दर्शन पाए पश्चात भगवान प्रसन्न भएर वरदान दिनुभयो, ध्रुव तिमीले यति सानो उमेरमा नै यति कठोर तप गर्यौ, मलाई स्मरण गर्यौ, मेरो नाम कीर्तन गर्यौ, त्यसकारण म तिमीलाई सदाको लागि आशीर्वाद दिन्छु। जाऊ तिमी अब यो संसारमा युगौं युगसम्म राजा भएर बस्न पाओस्। हरेक शास्त्रमा बताइएको छ ध्रुव महाराज 36,000 वर्षसम्म आफ्नो स्वइच्छा जति समय उहाँ यहाँ रहन चाहनुहुन्छ तबसम्म तिमी यो संसारमा राजा बनेर बस्न सक्छौ। बोले कृष्ण कन्हैया लाल की। सुरजी माताले पनि आरतीको थाली लिएर आएर हिजो गाली गरेर अपमान गरेर पठाएको त्यही पुत्रलाई स्वागत गर्न अगाडि बस्नुभयो। त्यसकारण हृदयमा कुनै प्रकारको चोट पुगेको छ र हजुरले भगवानलाई दिलले, इच्छाले होइन है, मनोकांक्षाले होइन, निस्वार्थ भावले दिलले हजुरले भगवानलाई पुकार्नु भयो भने त्यो पुकार भगवानको पासमा एक पलमै पुग्छ। तर इच्छा रहित हुनु पर्यो, निस्वार्थ हुनु पर्यो। उहाँलाई प्राप्त गर्ने इच्छाले हामीले उहाँलाई प्रार्थना गर्नु पर्यो। जसले भगवानलाई प्राप्त गर्छ उसलाई संसारमा के अभाव रहन्छ र? जसले भगवानको प्राप्ति गर्यो उसलाई किन संसारमा नपुग्ने हुन्छ र? तर हामीले माग्न पनि माग्छौँ, माग्नै जान्दैनौँ र पो छ त आपत हैन। यो दिनु त्यो दिनु भन्छौँ, माग्छौँ, केही समय रहन्छ फेरि सकिन्छ, अब फेरि माग्नै पर्यो। अब ब्याङ्क हो कि के हो कुनै मागिरहनु पर्यो, लिइराख्नु पर्यो हैन, सकिरहन्छ फेरि भोरिरहनु पर्यो, सकिरहन्छ। यस्तो माग्नुहोस् माग्दाखेरि कि बार बार माग्नै नपरोस्। जब स्वयं दाता नै पाए पश्चात हाम्रो तिजोरी कसरी खाली हुन्छ, हाम्रो भकारी कसरी खाली हुन्छ, हाम्रो जीवनमा सुख कसरी खाली हुन सक्छ, आनन्द कसरी सकिन सक्छ? त्यो आनन्द किन सकिन्छ, त्यो सुख किन क्षणभरको मात्र हुन्छ? किनकि हामीले माग्छौँ नै क्षणभरको चिज नि त। त्यही कारण त्यो तनिक समय रहन्छ फेरि सकिहाल्छ। त्यसकारण भगवानको चरणमा गएर भगवानको शरण माग्नुहोस्, शरणमा जानुहोस्, उहाँको कृपा माग्नुहोस्। उहाँको एक दृष्टि नै हाम्रो जीवनको लागि, जिउनको लागि काफी छ। बस हामीले जान्न सकेको छैनौँ, बुझ्न सकिएको छैनौँ। हिजो ध्रुवको पासमा केही पनि थिएन, तर आज जब परमात्माको एक कृपा बस्यो त अब उहाँलाई अनन्त आनन्द छ, अनन्त सुख छ। स्वयं परम पिता हुनुहुन्छ, पिताको लागि तर्पिएको थियो, परम पिता प्राप्त भए पश्चात अब उसलाई के को अनाथ, कस्तो गरिबी हुन्छ र अब हो। त्यस कारणले
यहाँ ध्रुव महाराजले कही वर्षसम्म राज गर्नुभयो अनि यो संसारबाट प्रस्थान गरे पश्चात ध्रुव तारा बनेर आजसम्म पनि त्यहाँ बसेर राज गरिराख्नु भएको छ। बोले ध्रुव महाराज की, भक्तवत्सल भगवान की। हो, भक्तिमा हामीलाई के मिल्छ त? यही कथाले हामीलाई पनि त्यही अमर जीवन मिल्छ। अनन्त कालसम्म स्मरण गराइरहन्छ हाम्रो भक्तिले, हामीले गरेको कर्मले। आज ध्रुव महाराजको कथा हर भागवतमा वर्णन गरिन्छ, भक्तहरूलाई सुनाइन्छ, हामी सुन्छौं अनि हामी पनि भक्ति गर्न अग्रसर हुन्छौं। जीवन होस् त यस्तो होस्, उदाहरणीय बन्नुहोस्। कसैको लागि हजुर प्रेरणाको स्रोत बन्नुहोस्। कसैलाई जिउनको लागि हजुर जस्तो जीवन पाउने आशा पनि बहुतले गर्छन्। हजुरलाई आफूभित्र हमेशा कमी मात्र महसुस गर्नुहुन्छ, तर हजुरको जस्तो जीवन पनि कोही चाहन्छन् र भगवानको पासमा गएर प्रार्थना गर्छन्, मलाई पनि यस्तो जीवन दिनुहोस्। तर हजुरलाई थाहा छैन कि हजुरलाई कति सुख दिनु भएको छ भगवानले। हो, यस प्रकार यहाँ ध्रुव महाराज संसारमा पनि आनन्दित रहनुभयो र परलोकमा गएर पनि उहाँले आफ्नो पद प्राप्त गर्नुभयो। यस प्रकार यहाँ दोस्रो पुत्र मनोपुत्र प्रियव्रत हुनुहुन्छ। उहाँलाई पनि ब्रह्माजीले पहिले नै विरक्ति हुनुभयो, परमात्माको खोजीमा लाग्नको लागि तत्पर हुनुभयो। तब ब्रह्माजीले भन्नुहुन्छ, जबसम्म तिमीले आफ्नो जितेन्द्रियलाई जित्न सक्दैनौ तबसम्म तिमीले परमात्मालाई प्राप्त गर्न सक्दैनौ। मतलब जबसम्म तिमी गृहस्थीमा बसेर गृहस्थ धर्मलाई पूरा गर्दैनौ तबसम्म तिमीले ब्रह्मलाई प्राप्त गर्न सक्दैनौ। त्यसकारण तिमी पहिला गृहस्थी बन, विवाह गर, अनि पश्चात तिमीले बुझ्दछौ कि के रहेछ परम तत्व, के रहेछ त परमात्माको स्वरूप, कस्तो हुँदो रहेछ उहाँको कृपा। मैले हजुरलाई बार बार भनेको छु कि जबसम्म यो संसारलाई बुझिँदैन, यो जगतलाई बुझिँदैन तबसम्म परमात्माको लीलालाई बुझ्न सकिँदैन। त्यसकारण गृहस्थ धर्मलाई नै सबैभन्दा सर्वश्रेष्ठ धर्म मानिएको छ। गृहस्थीमा रहिकन पनि जसले भक्ति गर्छ उसले नै सहज रूपमा परमात्मालाई प्राप्ति गर्न सक्छ। यस प्रकार यहाँ प्रियव्रतको वंशमा ऋषभदेव हुनुभयो, जो जैन धर्मको गुरु हुनुभयो। उहाँकै वंशबाट उहाँको पुत्र ऋषभदेवको पुत्र भरत हुनुभयो, जो विश्व प्रख्यात छ। भरत राजा भनेर चिनिन्छ। यही भरत राजाको कारणले गर्दा भारत देश बन्यो। उहाँ धर्मनिष्ठ राजा हुनुहुन्छ। यो कथा हामी श्रवण गर्नेछौँ। हाम्रो दानवीर दादा आउनुभएको छ, त्योभन्दा पूर्व हामी दानवीर दादाको नाम लेख्नेछौँ, उहाँलाई सम्मान गर्नेछौँ। यहाँ उत्कृष्ट कोही हुनुहुन्छ भने, कहाँ हुनुहुन्छ, मेरो आवाज सुन्दै हुनुहुन्छ भने हजुर यता आउनुहोस् र हामी दानवीर दादालाई सम्मान गर्नेछौँ। त्योभन्दा पूर्व आउनुहोस्, हामी एउटा भजनको आनन्द लिनेछौँ। बोले कृष्ण कन्हैया लाल की। सबैजना एकचोटि नाचौँ त हजुरहरू, त्यो छन् फुलको माला थियो तिम्रो गलामा, मोहनी पोछा कि त्यो रूपमा, घुम्रिएको बात हामीलाई दर्शन देऊ प्यारो नन्दा, हामीलाई दर्शन देऊ प्यारो नन्दा। फुलको माला थियो तिम्रो गलामा, फुलको माला थियो तिम्रो गलामा, मोहनी पोछा
हामी भोलि श्री कृष्ण प्राकट्य उत्सव मनाउनेछौँ। हामी या त दिउँसोको सतह प्रायः बेलुकाको सतह नै गर्दा राम्रो हुन्छ, किनकि कृष्ण बेलुकाको समयमा प्रकट हुनुभएको कारण भव्यताको साथमा हामी भोलि श्री कृष्ण प्राकट्य उत्सव मनाउनेछौँ। सबैजनाले आफ्नो घरबाट मिठाईहरू ल्याउनुहोस्, बिस्कुटहरू ल्याउनुहोस्, चकलेटहरू ल्याउनुहोस्, यहाँ बेलुनले सजाउनुहोस्, फुलले सजाउनुहोस्। आफ्नो परमात्मा आफ्नो नगर, आफ्नो घर, आफ्नो दैलोमा आइराख्नु भएको छ भने हामीले स्वागत गर्नु पर्छ कि पर्दैन? पर्छ नि, होइन? कृष्ण कन्हैया लाल की। त्यही भएर भोलि चिटिक्क सजी सजावट आफू पनि सजिएर यो दरबारलाई पनि सजाएर अनि हामी कृष्ण प्राकट्य धुमधामले मनाउनेछौँ। त्यसपछि कथाको अझ धेरै आनन्द आउँछ, कृष्ण लीला श्रवण गर्न पाउँछौँ। आउनुहोस्, आजको समय लगभग सकिसकेको छ। यहाँ भरत, भोलि जड भरत राजाको कथा श्रवण गर्नेछौँ। बहुत दिव्य आनन्ददायी कथा छ। भरत भनेको एउटा राजा हुनुहुन्थ्यो। उहाँ एक दिन जमुनाको तटमा बसेर ध्यान गरिराख्नु भएको बेलामा एउटा मृग आउँछ। त्यो मृग त पानी खान लाग्दाखेरि त्यहाँ वाघको आवाज सुन्छ। त्यो डरले नदी पार गर्न खोज्दाखेरि त्यो एउटा गुफामा गएर
आफ्नो प्राण बचाउनको लागि जाँदा उनको प्राण त्यहीँ जान्छ। सानो उसको बच्चा नदीमा गिर्दछ। त्यो दृश्य देखेर त्यो ऋषिले गएर त्यो बचाइदिनुहुन्छ। बचाएर उसलाई त्यहाँ पालिरहेको हुन्छ। आफ्नै सन्तान जसरी नै पालिरहेको हुन्छ। हामी पनि घरमा कई जीवहरू पाल्दछौँ, माया गर्छौँ, आफ्नै सन्तान जस्तै स्याहार सुसार गर्छौँ। केही भयो भने चिन्ता लाग्छ नि, होइन? लाग्छ कि लाग्दैन? आफ्नो छोराछोरी जस्तै लाग्छ, होइन? अनि आफूले प्राणभन्दा पनि प्यारो लाग्छ कोही कोही। त्यस्तै भएछ। ऋषि त्यही प्रेममा मग्न हुनुभयो। उसको चिन्तामा हरपल त्यही चिन्तामा मात्र रहनुभयो। स्याहार सुसार बच्चा बेलादेखि हुर्काउँदै हुर्काउँदै ल्याउनु भएको। ठुलो भए पश्चात आफ्नो एउटा जमात देखे पश्चात त्यही जमातमा गएर आफ्नो बाटो लागे। यहाँ ऋषिलाई बहुत चिन्ता भयो कि कहाँ गए, के गरे, कसरी बस्यो होला, कहाँ पुग्यो होला। त्यही चिन्ताले के भयो, उनको प्राण त्यही गयो। अन्तिम अवस्थामा जसको चिन्तन गरिन्छ पछि त्यही बन्नुपर्छ। त्यही भएर अन्तिम समय कसैको याद नगर्नुहोस्, भगवानको नाम लिनुहोस्। भगवान स्वयं हजुरलाई लिन आउनुहुन्छ। हाम्रो चाहिँ दिनरात छोराछोरीकै मात्र चिन्ता हुन्छ। कहिलेकाहीँ आफ्नो पनि चिन्ता गर्नुहोस्। त्यो छोराछोरीको जति चिन्ता गरे पनि आफू सक्षम भएपछि एकल फोन गर्न पनि समय हुँदैन। व्यस्त छु भन्छ, 2-3 दिनमा मुस्किलले गर्छ। बिस्तारै 1 हप्ता बनाउँछ, पछि त बोल्नै छोडिदिन्छ। त्यसकारण कहिलेकाहीँ आफ्नो लागि सोच्नुहोस्। ती ऋषिले मर्ने बेलामा पनि त्यही मृगलाई नै सम्झिराख्नुभयो। मृत्यु भयो, मृत्यु भए पश्चात अर्को जन्ममा मृग नै जन्म लिनु पर्यो। सुन्न त कई बार सुनेको छौँ कथा, तर बुझ्न चाहिँ छैन। बुझिया छ? आखिर मर्ने बेलामा नारायण होइन, घरको छोरालाई चाहिँ याद गर्नुहुन्छ। एक कोही आऊ न, म मर्न लाएँ, मलाई पानी पिलाइदेऊ न, मलाई मुक्ति मिल्दैन भन्नुहुन्छ। अब भला उसको मुक्तिको बाटो खोला छैन, हजुरको मुक्तिको बाटो कसरी खोलिदिन्छ त्यही थाहा छैन कि, अत्तापत्ता छैन। भगवानको भन्दा धेरै आश छोराको, छोरीको, नातिको, नातिनाको छ, आफ्नो वंशको छ। मरेर गइसकेपछि त्यो वंश कहाँ पुग्छ थाहा नै छैन। कुन दुनियाँमा पुग्छ थाहा नै छैन। अब मरेर कुन ठाउँमा पुगिसक्यो थाहा नै छैन। भला त्यो कहाँबाट कसरी तर्ने होला। जीवनभर गरिएको छ पाप कर्म, मर्ने बेलामा तार्नलाई अरूलाई गुहार्न, त्यत्तिकैमा जीवन गयो खेर। अब बुझ्यो चाहिँ के त कथा सुनेर। जर भरत भन्ने एउटा थियो, त्यो मृग सम्झ्यो, मृग बन्यो, त्यसरी सकियो, कथा समाप्त, स्वाहा। यसको भन्न खोजेको तात्पर्य के हो? जब प्राण निस्किन लागेको बेलामा हजुरले जहाँ जसको चिन्तन गर्नुहुन्छ, जे चाहनुहुन्छ त्यही दिनुहुन्छ, तब त परमात्मा माग्नु भनेको संसार दुनियाँ किन माग्नुहुन्छ? त्यही तानेर जीवनभर त्यही हात पक्रेर हिँडेको छ, मर्ने बेला पनि त्यही पक्रेर हिँडौँ भनेर सोच्नुहुन्छ। न त्यो आउने हो हजुरले पक्रेर, न लाने हो हजुरले पक्रेर। आउने त कुनै हालतमा पनि छैन। जानु त एक्लै नै पर्छ, फेरि अर्को जन्ममा एक्लै नै आउनु पर्छ। यही घरमा आउने पनि होइन त। के को लोभ, कसको माया, कसको आशा, कसको विश्वासमा बसिएको, त्यही भन्न खोजेको हो। कथाले हजुरलाई त्यही बुझाउन खोजेको हो। अरे बाबा, कहिलेकाहीँ आँखा खोलेर एकचोटि हेर्ने कोसिस त गर्नुहोस्। कति एकोरो लाग्नुहुन्छ। हाम्रो गुरुजीहरूले पहिला पढाउँदाखेरि साह्रै ठटारो पढाउनुहुन्छ नि, यतिकै त कहाँ जानिन्छ र त। एउटा भेडा हुन्छ, भेडाको बथान हुन्छ है, अनि त्यो एउटा अगाडिको भेडा जो छ त्यो जहाँ जान्छ पछाडिको भेडा पनि त्यही सँगसँगै जान्छ अरे कि।
होइन। अब त्यो खाल्डोमा गएर सबैजना त्यही खाल्डोमै जान्छ। अब साधुको सङ्गत लागेर गयो भने त्यो भेडालु स्वर्ग त पक्कै लाग्दैन, त्यही पातालमा लगेर खाल्डोमै खसाल्छ। किनकि उसलाई थाहा नै छैन कहाँ जानुपर्छ भन्ने कुरा। थोरै उसलाई आफ्नो टुङ्गो बनाएको हुन्छ त, केही टुङ्गो त हुँदैन। हामी त्यही संसारको भेडाको बथानमै घुमेर भुलेर बसेको त अत्ता पत्ता छैन। कहाँ लान्छ पनि थाहा छैन, के गर्छ पनि थाहा छैन, कहाँ पुगिन्छ पनि थाहा छैन। बस बथान चाहिँ त्यही बथानको बिचमा घुसेर आफू पनि त्यही हिँडेको छ, कहाँ गएको अत्तो पत्तो छैन। तर त्यही ठाउँमा जो परमात्माको भक्त सन्त छ उसको हात पक्रिँदैन फेरि, जसले चाहिँ पार उतार्छ। हजुरको घरसम्म लाने कोही छ भने चाहिँ विश्वास लाग्दैन फेरि। कठैबाट कस्तो खालको चाहिँ मनस्थिति छ हाम्रो हेर्नुहोस् त। जो भगवानको चरणमा लगेर भगवानको दरबारमा छोड्छ उसको चरण पक्रिन बिल्कुल जानिँदैन। जो बथान छ, यो संसारको बथान छ नि, के जातिहरू, इष्ट मित्र परिवार, के जातिहरू हो, उसको चाहिँ लहै लहैमा लागिरहेको छ। अनि मुक्ति पाउने बेला फेरि त्यही चाहिन्छ नि फेरि कथै। हेर्नुहोस् त, त्यसले नै पार लगाउनु पर्छ अरे फेरि। साधु सन्तले यसो मन्त्र पुग्यो भने यसले पार लगाउँदैन, मेरो छोरा आउनुपर्छ अरे। हेर्नुहोस् त, हुँदैन अरे। यो भ्रमबाट जबसम्म निस्किँदैन जबसम्म घुम्नुहोस् अब 84 लाखको योनिमा। पाउनुहोस् दुःख अझै पुगे छैन क्या र, त्यही भएर आनन्द लिएर बस्नु भएको छ। लिनुहोस्, जति लिनु छ खुसी खुसी लिनुहोस्। जब पुग्छ अनि अगाए भनेर आउनुहोस् माथि धामतिर, भगवानको शरणमा, सत्सङ्गमा सङ्गत गर्न आउनुहोस्। केही गुनासो छैन, परमात्मालाई पनि कुनै पनि आत्तिनु छैन। जब होस आउँछ तब आइहाल्छ, ढुक्क छ परमात्मालाई। जबसम्म होस आउँदैन तबसम्म बेहोसमा नाचिरहोस्, डुलिरहोस्, खाइरहोस्, भुलिरहोस्। एक न एक दिन त निन्द्राबाट उठ्नु नै छ। रात जति लामो भए पनि सूर्य उदय त एक दिन हुन्छ नै हुन्छ। कहिले छोटो हुन्छ रात त कहिले लामो हुन्छ, तर सूर्य उदय त अवश्य हुन्छ। जति निदाए पनि एक दिन त जाग्नै छ। यो जन्ममा नचाहे अर्को जन्ममा या त कहिले युगमा एक दिन त जाग्नु नै छ। बस यति हो। यो दुःखमा बार बार फस्नुभन्दा अहिले नै जाग्नुहोस् भन्न खोजेको मात्र हो। बाँकी हजुरको मर्जी, हजुरको इच्छा हजुरको हातमा छ। जे चाहनुहुन्छ परमात्माले अझै पनि दिनुहुन्छ। माग्नुहोस्, तबसम्म माग्नुहोस् जबसम्म तृप्त हुँदैन। यहाँ ऋषि पनि फेरि मृग योनि प्राप्त गर्नुभयो, मृग नै भयो। तर पहिला जन्मको ऋषि जुन भक्त थियो त्यो भक्तिको प्रभावले गर्दा अरू मृगभन्दा अलिक अलग्गै देखिन्थ्यो, सुन्दर देखिन्थ्यो। त्यति बेला मर्ने बेलामा होस आएन, तर अहिले होसमा आउनु भयो। भक्तिमा यति शक्ति हुन्छ। यदि हजुरको भक्तिमा निष्ठा छ भने हजुरले भूत भविष्य वर्तमान सब देख्न सक्नुहुन्छ। तर लीन चाहिँ हुनु पर्यो, डुब्नु चाहिँ पर्यो। त्यो तार परमात्मासँग जोडिसके पश्चात झट्का त आइहाल्छ। करेन्ट जोडे पश्चात त झट्का नलगाइ त लाइट कसरी बल्छ, हो कि होइन? परमात्मासँगको भक्ति हजुरको जोडिसके पश्चात केही न केही करेन्ट आउँछ। त संसारमा छस् है, भुल्दै छस्, अलि होसमा आइज भनेर झट्का दिइरहन्छ सत्सङ्गको माध्यमले। यहाँ ती मृगलाई पनि यो आभास थियो, होइन पहिला झट्का करेन्ट परिसकेको थियो। भक्तिको प्रभावले गर्दा उनलाई याद थियो पूर्वजन्म म के कर्म गरेर म आज कहाँ आएको छु त्यो याद थियो। अब म त्यो भुल गर्दिनँ, अब म यो योनिमा पनि भक्ति नै गर्छु। त्यसकारण कुनै कुनै जानुवारलाई हेर्नुहोस्, उसले भगवानको चरणमा गएर मन्दिरमा गएर परिक्रमा गर्ने, दर्शन गर्ने अझै पनि गरिरहेको हुन्छ।
त्यो पूर्व जन्मको कर्मको फलस्वरूप त्यो प्रभाव परिरहेको हुन्छ। त्यसकारण मृग योनिमा भएर पनि उहाँले हृदयबाट भगवानलाई, किनकि आत्माले चाहे जुनसुकै रूप धारण गरोस् त्यो मतलब छैन। शरीरले त कहिले पशु, कहिले प्राणी, कहिले जीव, कहिले बोध, कहिले विवाह यी अन्य धारण गरिरहन्छ, तर आत्मा त पवित्र छ, निर्मल छ नि त, परमात्मासँग मात्र जोडिएको छ नि त, उसलाई कुनै पनि प्रभाव पर्दैन संसारको चिजले। त्यसकारण यो योनिमा उनले हृदयदेखि नै, चाहे त्यो मृगको योनि भए तापनि भगवानको भक्ति छोड्नु भएन र अर्को जन्म फेरि मनुष्य जन्म भयो र उहाँलाई जड भरतको नामले चिनियो। यो कथा, यो प्रसङ्ग हामी भोलि श्रवण गर्नेछौँ। जड भरत को हुनुहुन्थ्यो? बोले कृष्ण कन्हैया लाल की, सद्गुरुदेव महाराज की, भक्तवत्सल भगवान की, आज की आनन्द की। आजको कथालाई हामी यहाँ विश्राम दिँदै भोलि हामी कृष्ण प्राकट्य उत्सव मनाएर कृष्ण लीला श्रवण गर्नेछौँ। अब आउनुहोस्, केही समय हामी दादाको सम्मान गरेर तत्पश्चात हामी आरतीमा सम्मिलित हुनेछौँ। नवदुर्गा भवानीको विराट मूर्ति निर्माण तथा मन्दिरको 34 विकास सैगार्थ श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा महाशिवरात्रि धार्मिक महोत्सव 2082 खैरेनी वार्ड नम्बर 5 मा सञ्चालित रहेको सबैलाई सर्विदिँदै छ। यसै क्रममा हाम्रा दानवीर दाताहरू, आजका दानवीर दाताको नामावली पढाउन चाहन्छु। त्योभन्दा अगाडि खैरेनी नगरपालिकाका उपप्रमुख श्री कविता प्रेतीज्यूलाई देशमा अतिथि आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्छु र खैरेनी वार्ड नम्बर 5 का वडाध्यक्ष छत्रनाथ सुवेदीज्यूलाई पनि देशमा आई आसन ग्रहण गरिदिन म अनुरोध गर्छु। मिति 2082 11/1 आजको दिनमा तेज प्रसाद बर्दौला खैरेनी 6 रु 5100, सुशीलागिरी दुर्गा मन्दिर 5 1010, शोभा श्रेष्ठ मगनी चोक खैरेनी नगरपालिका 8 505, श्रीकृष्ण पराजुली खैरेनी 5 510 रुपियाँ, स्वर्गीयपति नेत्रलाल पाण्डेको स्मृतिमा आमा उमादेवी पाण्डेबाट खैरेनी 6 5555 रुपियाँ, दिलीप प्रसाद बुर्लाकोटी खैरेनी 6 1005, खडानन्द आचार्य खैरेनी 6 1005 एवं पूर्व पुजारी प्रेम प्रसाद तिमी सेना 5155, सावित्रा रिजाल 510, तारादेवी कणेश 550, नारायण प्रसाद काफ्ले 5055, खडानन्द विश्वलाल खैरेनी 5 रु 4000, गिरी प्रसाद शिवलाल खैरेनी 6 2500, सरोज अर्याल बबिता थपुलियाको छोरी सुश्री समृद्धि अर्यालको आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा उहाँले हामीलाई 5005 प्रदान गर्नुभएको छ। उहाँलाई जन्मोत्सवको धेरै धेरै शुभकामना, आयु आरोग्य ऐश्वर्य सुख शान्ति समृद्धिको कामना गर्छौँ। महामाया घिमिरे खैरेनी 6 1500, नीलकुमारी उप्रेती खैरेनी 6 1005, भोजराज पौडेल खैरेनी 1 505, महेन्द्र सुवेदी सुरज सुवेदी खैरेनी 5 बुढौली 1005, भगवती थापा खैरेनी 5 1005, मायानाथ लोहनी नन्दकुमारी सिरवाल खैरेनी 6 10005, तिलकुमारी श्रेष्ठ खैरेनी 5 2005, श्री वर्षा छतकुली अधिकारी खैरेनी 5 खैरेनी 6 510, दुर्गादत्त सुवेदी खैरेनी 5 520, कृष्ण कुमारी श्रेष्ठ खैरेनी 5 505, गीता खरेल खैरेनी 6 505, सरोज सुवेदी खैरेनी 5 1155। अब यसै गरी माताबाट सम्मान प्रदान गर्ने हाम्रो कार्यक्रम रहेको छ।
खैरेनी वार्ड नम्बर 5 निवासी किचुनी चौधरीले रु 2505 प्रदान गर्नुभएको छ। सम्मान लिनको लागि मञ्चमा आउन अनुरोध गर्छु। त्यसै गरी उहाँ या उहाँको प्रतिनिधि कोही हुनुहुन्छ भने हाम्रो मञ्चमा आइदिन हार्दिक अनुरोध गर्छु। त्यसै गरी पदमराज थपलिया खैरेनी 5 रु 11,111। म स्वयं छोरा किशोर थपलिया म यही नै छु, बुवा अमृता हुनुहुन्छ। त्यसै गरी खेमराज र निलम सापकोटा गिरी रु खेमराज गिरी निलम सापकोटा गिरी 5,105 मञ्चमा आइदिनु होला। उपस्थित हुनुहुन्छ भने मञ्चमा आइदिनु सम्मानको लागि। त्यस्तै तुलसीराम गौतम खैरेनी 5 3,005। विष्णुबहादुर श्रेष्ठ मञ्चमा आइदिनु होला। 2,525। नन्दराम कडेल खैरेनी 6 11,005 रुपियाँ। यसै गरी मायानाथ लोहनी नन्दकुमारी सिलवाल खैरेनी 6 10,005 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँहरूलाई यस महायज्ञको तर्फबाट मुरी धन्यवाद, साथै उहाँहरूको दीर्घायु सुस्वास्थ्यको लागि हार्दिक आभार प्रकट गर्दछौँ। विष्णुबहादुर श्रेष्ठ खैरेनी 6 रु 2,525 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई खादा बनाएर सम्मान गरिदिन हार्दिक अनुरोध गर्छु। तुलसीराम गौतम खैरेनी 5 रु 3,005 प्रदान गर्नुभएको छ। सम्मान लिनको लागि स्टेजमा आह्वान गर्न चाहन्छु। अब बुवाहरूको के हो? प्रेम प्रसाद किमिल सिन्हा 5,155। उहाँ पूर्व हाम्रो मन्दिरको पुजारी पनि हुनुहुन्छ। बुवालाई सुस्वास्थ्य दीर्घायुको कामना सहित सम्मानको लागि अनुरोध गर्छु। अझ अगाडि आउनु। बुवा थोरै अगाडि आउनु। सर म्याडम पनि बिचमा बस्दिनुहोस् ल। माताजी सम्मान समाइदिनु न। हो यसो सर थोरै ल यता हेर्नु ल भयो। समृद्धि अर्याल या उहाँको प्रतिनिधि कोही हुनुहुन्छ? 5,005 प्रदान गर्नुभएको छ। आज उहाँको जन्मदिन पनि रहेको छ। जन्मदिनकोमा सुस्वास्थ्य र दीर्घायुको पनि कामना गर्छौँ। त्यसै गरी नारायण प्रसाद काफ्ले 5,055 प्रदान गर्नुभएको छ। उहाँलाई पनि स्टेजमा आइदिनको लागि हार्दिक अनुरोध गर्छौँ। बुवा यता हेर्नु, माता यता हेर्नु। समृद्धि अर्याल या उहाँको परिवारको कोही हुनुहुन्छ भने? उमादेवी पाण्डे खैरेनी 6 5,555 प्रदान गर्नुभएको छ। उहाँको छोरा त हुनुहुन्छ, तर उहाँको वर्ष दिनको काम नसिकेकोले यो पछि हामी सोही अनुसार दिन्छौँ।
सक्यो सक्यो नारायण प्रसाद काभ्रे सम्माननीयलाई आइदिनु अनुरोध गर्छु। भाइ गिरिप्रसाद सिलवाल भागवतमा छु कि गिरिप्रसाद सिलवाल यहाँ हुनुहुन्छ भने विशेषमा सम्मान लिनको लागि हार्दिक अनुरोध गर्छु। एडिटिङ गरेर अलिअलि यो भागवतमा बिजी भएको भएर बेलुका चाहिँ गर्ने मायानाथ लोहनी र नन्दकुमारी सिलवाल जो 2005 बुझाउनु भएको छ। ल ओके मायानाथ लोहनी र नन्दकुमारी सिलवालको प्रतिनिधि मै आफै हो। उहाँले मेरो खातामा पैसा हालिदिनु भएको थियो, मैले अलि बिल काटेर यहाँ पेस गर्नु भएको छु। मेरो ठुलो बाबु हुनुहुन्छ, उहाँको सम्मान पनि म लिएर राखिदिन्छु। बद्री प्रसाद ढकाल जो 5005 सम्मान लिनलाई हार्दिक अनुरोध गर्छु। ए ल ल आउनु आउनु ल आमा यता क्यामेरामा हेर्नु ल सामान समाउनु थोरै क्लोज है। ल माताजी यता हेर्नु हजुर एकै मिनट है एकैछिन है। ल भयो down. Lo que समात्नु ल ल माताजी यता हेर्नु यता हेर्नु है अरू छ समृद्धि अर्याल अथवा बबिता थपुलिया ज्यू यहाँ हुनुहुन्छ कि?